मान्छे ढल्न थाल्थे। पुर्दै बसिरहेको अवस्था यो चाहिँ कोरीको लागि यो पोखरा सिक्लेस अनि कोरीतिर ट्रेकिङ रात्रि बसमा र हामीलाई पुर्याइदियो बिहान 8 बजे पोखरामा। 4 घन्टाको बाटो बनाउने क्रममा हामी 4 घन्टा गाडीमै रह्यौँ बिच बाटोमा। त्यही भएर बिहान 8 बजे हामीलाई पोखरा पुर्यायो र त्यहाँबाट हामी यो काहु खोलामा सिक्लेससम्मको लागि जिप चढ्न आइपुग्यौँ। र काहु खोलाको अवस्था यस्तो रहेको छ र जिपबाट हामी 600 रुपियाँको सट्टा 700 रुपियाँ तिरेर हामी सिक्लेसतिर लाग्यौँ। 8 जना पुग्नुपर्ने ठाउँमा 7 जना मात्रै भएकोले 1 जनाको पनि हामीले नै तिर्यौँ पैसा। र बाटोमा हामीले जिप चढ्दै जाँदाखेरि यो ठाउँ आइपुग्यो। वेलकम टु द हाइएस्ट 1800 m सेकेन्ड लङ्गेस्ट 470 मिटर ब्रिज अफ नेपाल पाडु खोला पुल माडी 1 खिलाङ। ल दोस्रोमा पर्ने रहेछ यो त्यही हेर्नु न। बागलुङको गोल्डन ब्रिज चाहिँ संसारमै नेपालमा रहेको र संसारमै सबैभन्दा लामो पुल भनेर चिनिँदो रहेछ। र यो चाहिँ नि दोस्रो लामो पुल रहेछ पाडु खोला झोलुङ्गे पुल, जसको उचाइ नै 1800 मिटर उचाइ 470 मिटर लम्बाइमा रहेको रहेछ र अत्यन्तै गहिराइमा रहेको छ। यो 1800 मिटर उचाइबाट हामी हेरिरहेको छौँ र यो पार गर्न नै हामीलाई 5 मिनट जति लाग्यो। फोटोसोटो खिच्दाखेरि 10 मिनट लाग्यो। र यो पुल हेर्नकै लागि हामीलाई गुरुजीले उतार्नुभयो र यो पुलबाट पार गरेर आउनु हामी पारी हुन्छौँ भन्नुभयो। तर पारी जाँदाखेरि पनि बाटो लामो भएकोले हामी पुग्नु र गाडी पुग्नु उस्तै समय रह्यो। र बाटोको कुरा गर्ने हो भने एकदमै बिग्रेको बाटो छ, एकदमै गोरेटो बाटो, एकदमै हल्लिएको अवस्था थियो। बस्न एकदमै असजिलो र दायाँ बायाँ हामीले दृश्यहरू हेर्दै हामी अगाडि बढ्दै गयौँ। र यहाँ 9 धारा रहेको छ र यो 9 धारा आउनु र सिक्लेस पुग्नु 1 मिनट या 2 मिनटको बाटो रहेको छ। हामी 3 घन्टाको कठिन जिप यात्रापछि हामी सिक्लेस पुग्यौँ। सिक्लेस यहाँ 300 भन्दा बढी गुरुङ समुदायहरूको घर रहेको छ र यो पनि नेपालमै गुरुङहरूको बसोबास रहेको जनसङ्ख्या ठुलो मात्रामा जनसङ्ख्या रहेको मध्ये दोस्रोमा पर्न आउँछ। गुरुङ समुदायहरू बढी नै बसोबास गरेको ठाउँहरूमध्येमा पनि यो दोस्रो रहेको छ। र यो सिक्लेसको गाउँ अति नै सुन्दर रहेको छ। हरेक घरहरूमा गमला र फुलहरूले सजिएको रहेको छ। यहाँ लजिङ र फुडिङ होटेलहरूको लागि राम्रो व्यवस्था रहेको पनि हामीले यहाँबाट देखेर वा सोधेर जानकारी पायौँ। सिक्लेसको नाम यहाँ कोही मान्छे पनि बिरामी नहुने हस्तपुस्त देखिने भएकोले पनि यसको नाम सिक्लेस रहन गएको, बिरामी रहित मान्छे भनेर चिनिएको गाउँ रहेको छ। र यहाँ स्थानीयलाई यो सिक्लेसको बारेमा सोद्धाखेरि अर्को एउटा जानकारी पनि पाएँ। एउटा कुहिरे यो बिरामी परेर यो ठाउँमा आएको रहेछ। यहाँ पुग्दाखेरि हप्तौँ बस्दाखेरि पनि उहाँ बिरामी नपरेर उहाँ हस्तपुस्त हुन थाल्नु भएकोले यो ठाउँलाई उहाँले पनि सिक्लेस भनेर नाम दिएको भन्ने पनि यहाँका एक बासिन्दाले हामीलाई भन्नुभयो। र तपाईँले देखिरहनु भएको छ 300 वटा घर रहेको यो सिक्लेस, जहाँ गुरुङहरूको बाक्लो बसोबास रहेको छ। र यहाँको गल्लीहरू यहाँका घरहरूको भिडियो फोटो खिच्दै रमाउँदै हामी अगाडि बढ्दै जाने क्रममा छौँ। र यहाँका छानाहरू प्राय निलो रङको रहेको छ। धेरै यहाँ होटेल कटेजहरू यस्तै किसिमको यस्तै बनावट भएको रहेको छ।
र यहाँबाट हामी कापुचे पनि जान सक्छौँ र टाङटिङ भएर पनि जान सक्छौँ कोरी जानु पर्यो भने। र कापुचे जानु पर्यो भने हामी उकालो लागेर जानुपर्ने हुन्छ र यो बाटो हामी नगएकोले मलाई त्यति जानकारी रहेन। तर कोरी जानु पर्यो भने सबैभन्दा पहिले हामी तासा जान्छौँ। तासा जानुभन्दा अगाडि यहाँको बाटो ओह्रालो 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 भएर जानुपर्छ। एउटा ड्याम आउँछ, त्यो ड्यामबाट हामी पुरै 6-7 घन्टाको उकालो जानुपर्ने हुन्छ। र सिक्लेस समुद्री सतहभन्दा 1980 मिटर उचाइमा रहेको छ र तासा 2500 मिटरदेखि 2700 मिटर उचाइमा रहेको छ भन्ने जानकारी मैले पाएँ। र कोरी चाहिँ हामी 3800 मिटर उचाइमा रहेको छ कोरी, जहाँ अहिले हिउँ नै हिउँले ढाकिएको हामीले देख्नेछौँ। मेरो भिडियो हेर्दै जानुहोला र यहाँको गल्ली गल्ली बाटोहरू हामी हेर्दै, घरहरू हेर्दै, दाउराहरूको चाङ लगाइएको घरहरू हेर्दै हामी अगाडि बढ्दै गयौँ। र यहाँ एउटा बुढी आमा कपडा बुन्दै हुनुहुँदो रहेछ र कपडा बुन्दै गरेको एउटा भिडियो पनि हामीले उहाँको अनुमतिमा खिच्यौँ। र यसरी नै हामी अगाडि बढ्दै गयौँ। कोरीको बारेमा भन्ने हो भने हामी सिक्लेसबाट हामी लगभग 6-7 घन्टा हिँड्नुपर्ने हुन्छ। 6-7 घन्टा हिँडेर पहिले हामी तासामा बास बस्छौँ र यो ओह्रालो बाटो भर्खर देख्नुभयो र त्यो ओह्रालो बाटो गएर हामी सिक्लेस ड्याम भएको ठाउँमा पुग्नेछौँ। र यहाँ हामी हिँड्दै जाने क्रममा एउटा बटुवालाई भेट्यौँ र उहाँले हामीलाई गोमा होटेलमा बस्नुहोला भनेर सुझाव दिनुभयो। र हामीले बुकिङ त गरेनौँ, तर अफ सिजन भएको कारणले बास त पाइहालिन्छ नि भनेर हामीले विदाउट बुकिङ हामी अगाडि बढ्दै गयौँ। ओह्रालो पनि यहाँ धेरै नै रहेको छ। 1.5 घन्टा जति हामी ओह्रालो गइसकेपछि यो ड्याम देखिन्छ। यो सिक्लेस ड्याम हो, जहाँबाट विद्युत उत्पादन भएको छ। यहाँबाट तासा जाने बाटो, सिक्लेस जाने बाटो भनेर हामीलाई देखाइरहेको अवस्था छ। र हामी ड्यामबाट हामी अगाडि बढ्ने क्रममा म थकित भएको अभिनय गर्दै हिँडिरहेका छौँ। र यो साँच्चै भन्ने हो भने यो हाइकलाई हार्ड हाइक भनेर हामी भन्न सक्छौँ। जो कोही नयाँ मान्छे छ भने सितिमिति यो ट्रेक नगर्नुहोला। यो ट्रेक अत्यन्तै कठिन रहेको छ। पुरै उकालो हामी 4 देखि 5 घन्टासम्म ननस्टप उकालो गयौँ। र हामीले यहाँ त्यति जङ्गलहरू, त्यति बाक्लो जङ्गल चाहिँ यहाँ छैन, किनकि यहाँको घाम मजाले हामीलाई परिरहेको अवस्था छ जिउमा। र यहाँ हिँड्दै जाने क्रममा यस्ता पाटीहरू, सानो चौतारीहरू हामीले देख्ने गर्दछौँ। पुरै बाटोभरि नै मृतकको सम्झनामा बनाइएका यस्ता चौतारीहरू। यहाँ पानीको त्यति कमी नरहेको अवस्था पनि छ। हामी थोरै हिँड्दै जाने क्रममा यहाँ एउटा अर्को ड्याम पनि देखिएको थियो र अफसोस मैले त्यो ड्यामको फोटो खिच्न सकेनौँ, बिर्सियो। ड्याम भन्नाले तलको जुन ड्याम छ त्यहाँ पुर्याइएको पानीको पाइपहरू हामी देख्छौँ। र यसरी तासा पुग्ने क्रममा झन्डै 3 घन्टाको हिँडाइपछि केही घरहरू हामीले देख्यौँ र त्यो घरहरूलाई पनि हामीले पछाडि पारेर हामी अगाडि गयौँ। यहाँ कुनै पनि घरहरू चाहिँ नि मानिसहरूको आफ्नै घरहरू चाहिँ थिएन। यहाँ जुन घरहरू हामीले भेट्छौँ त्यो होटेलहरू नै रहेको छ र थकित अवस्थामा हामी एकछिन विश्राम लिइरहेको अवस्था पनि हो। यो अत्यन्तै उचाइमा हिँड्दै गइरहेको अवस्था हो। हामी धेरै नै माथिसम्म आइपुगेका छौँ र यो कति हिँडियो भन्ने, कति मिटर अगाडि पुग्यो भन्ने चाहिँ हामीलाई थाहा भएन। र पनि तासा भनेको 2500 देखि 2700 मिटर उचाइमा रहेको छ। यहाँ म र मेरो एउटा उमेरले कम भएको एउटा भाइसँग म आएको छु र यो देखिरहेको दृश्य हो तासा।
हामी लगभग 3 देखि 4 बजेतिर हामी तासामा पुग्यौँ र यहाँ हामी तासामा बास बस्यौँ। यहाँ 4 देखि 5 वटासम्मको होटेल रहेको छ, जहाँको लजिङ र फुडिङको प्राइस रहेको छ 1500, तर यहाँ हामीलाई 1600 रुपियाँ लियो। 1600मा पनि हामीले 100 रुपियाँ घटाउने रिक्वेस्ट गर्दाखेरि उहाँहरूले 100 रुपियाँ चाहिँ घटाइदिनु भयो। हामी गोमा होटेलमा एक रात बस्यौँ। यहाँ अगेनामा खाना पकाउने रहेछ दाउराबाट, र यहाँ हतार छ भने कसैको लागि हतारमा खाना खाएर या चाउमिन यहाँ पाइने खानेकुरा खानको लागि भनेर उहाँहरूले ग्यासको व्यवस्था पनि गरेको रहेछ। र बिहानको समयमा हामीले यहाँको हिमालको दृश्य लियौँ, जुन धेरै नजिक थियो। हामी अझै नजिक जाने क्रममा थियौँ र यहाँ रहेको यो जुन हामी बास बस्ने सुत्ने ठाउँको अवस्था हो, र यहाँ आगो बालिन्छ, चिसोबाट बस्नको लागि आगो बाल्ने ठाउँ पनि रहेको छ। र बिहान सबेरै हामी नास्ता गरेर हामी अगाडि बढ्यौँ। लगभग खाना सबै ठाउँमा यस्तै रहेको छ। हामी 3 रात हामी बास बस्नुपर्ने ठाउँमा खानेकुरा सबै ठाउँमा उस्तै किसिमले परिकार बनाइएको रहेछ। हामी तासाबाट लगभग 2 घन्टा हिँडिसकेपछि हामी चेगा भन्ने ठाउँमा, चिगा या चेगा भनेर भनिन्छ, त्यहाँ पुग्छौँ। तासासम्म हामीलाई घामले पोल्ने हुन्थ्यो, गर्मी हुन्थ्यो, र यो गर्मी महिना नभएकोले त्यति गर्मी त भएन, तर उकालो हिँड्दाखेरि गर्मी हुने नै भयो। तर तासाबाट हामी 10 मिनट जति हिँड्यौँ भने पुरै जङ्गलै जङ्गल रहेको छ, जहाँ घामको किरण पनि त्यति आउँदैन। र तासा कट्ना साथै हामीले विभिन्न फुलहरू फुलिरहेको देख्यौँ, र लाली गुराँस पनि हामीले देख्यौँ। तासासम्मको यात्रामा हामीले कहीँ कतै पनि लाली गुराँस फुलेको चाहिँ देखेनौँ, तर तासाबाट 10 मिनट हिँडिसकेपछि हामीले मजाले गुराँस फुलेको हामीले भेट्छौँ। र यो जङ्गल एकदम घना जङ्गल रहेको छ। यहाँ विभिन्न किसिमका जनावरहरू पनि रहेको भनेर भनिन्छ, तर हामीले कुनै किसिमको सुइँको पाएनौँ, कुनै किसिमको गन्ध या कुनै किसिमको जनावरहरूको हलचल हामीले चाल पाएनौँ। र यो एकदम घना जङ्गलको उकालो हामी चढ्दै जाँदाखेरि 2 घन्टापछि तासाबाट हिँडिसकेपछि हामीले यो चेगा भन्ने ठाउँमा थोरै समय विश्राम लियौँ। सक्नेले तासामा विश्राम नगरिकन चेगामा पनि विश्राम गर्न सकिन्छ। चेगामा विश्राम गर्नु पर्यो भने अझ हामीलाई धेरै टाइम लाग्छ, रात पर्छ भनेर हामीले तासामा नै बस्यौँ। र चेगाको थोरै भिडियोहरू लिएर हामी फेरि अगाडि बढ्यौँ। र यो तासाबाट जति कठिन उकालो चढ्यौँ, यो दुध पोखरी जाने बाटो पनि रहेछ। दुध पोखरी हामीले खुब सुनेको नाम हो, तर हामी दुध पोखरी चाहिँ गएनौँ। अहिले हामी चाहिँ एकदम डेडली पोइन्टमा छौँ हैन। यसलाई के भन्छ रे? एकदम स्टिप पोइन्ट भनेर लेखा हुन्छ गुगलमा। यो एकदमै ठाडो उकालो छ हैन। जस्तै अब पुरानो घरको जुन भर्याङ हुन्छ त्यो जस्तै एकदमै ठाडो उकालोमा छ हैन। यो एकदमै गेम ओभर पोइन्ट पनि हो। यहाँबाट खस्यो भने के हुन्छ, कस्तो कहाँ जान्छ थाहा हुँदैन। एकदमै भिरालो ओह्रालो छ। यहाँ लड्नु चाहिँ भएन। कोरी पुग्न 4 किलोमिटर बाँकी छँदाखेरि यो बाटो आउँछ। यो एकदमै एक्सट्रिम हार्ड छ हैन। हामीलाई पनि धेरै नै गाह्रो भइसकेको छ। एकदम डरलाग्दो देखिन्छ यो ठाउँ। सिन पनि एकदम राम्रो छ, ठुल्ठुला पहाडहरू। अनि यहाँ तासाबाट थोरै हिँड्न साथै चाहिँ हामीले लाली गुराँसहरू फुलेको टन्नै देख्यौँ। विभिन्न किसिमका लाली गुराँसहरू देखिरहेछौँ। र मौसम चेन्ज भइरहेको अवस्था छ। अब हामीले आफ्नो रेनकोट निकालेर ओड्ने बेला आइसकेको अवस्था हुँदैछ। पानी पर्न लागिसकेको छ। अब यतातिर चाहिँ पानी परिसकेको अवस्था छ। यो जुन तपाईँले हिमाल र हिउँ देखिरहनु भएको छ, त्यहाँ त पानी थोरै परिसकेको अवस्था छ। यो चाहिँ एकदम भयङ्कर अवस्था छ। मन्दी मात्रै होइन, मैले ट्रेकिङको पनि भिडियो बनाउने गर्दछु, हाइकिङको पनि भिडियो बनाउने गर्दछु। लस एक्लै आयो त म साँच्चै फर्किन्थेँ त्यो जङ्गलबाटै हो यो। अघि मेरो भिडियोमा एउटा वाक्य पुरा भएको थिएन। तासाबाट जति कठिन यात्रा गरेर हामी उकालो चढ्छौँ, त्योभन्दा पनि चेगापछि अझ कठिन उकालो चढिसकेपछिको यो झन्डै
कोरी पुग्न 2 घन्टा बाटो रहेको छ र यहाँबाट हिउँको बाटो सुरु हुन्छ। हेलो पाउनी, हेलो प्राजना, हेलो पाउनी, बाई बाई। र मैले मेरो छोरीहरूको नाम पुकार्दै उहाँहरूलाई सम्झिँदै मेरो छोरीलाई सम्झिँदै थोरै उकालो हिँडिसकेपछि हामीले पहिलो हिउँको दर्शन वा हिउँलाई छुन पायौँ र यहाँबाट अझ कठिन यात्रा हुँदै गरेको अवस्था र थोरै हिँडिसकेपछि यहाँ एउटा कसैको सम्झनामा बनाइएको धर्मशाला रहेको छ। सुनसान ठाउँ र यो घरभित्र केही पनि रहेको थिएन र हामी अझै उकालो चढ्दै गयौँ र हिउँसँग खेल्ने क्रममा पनि छौँ र यहाँ हिउँलाई बोतलमा राखेर हामी थोरै पानी पनि पियौँ। यसले मलाई मेरो घाँटीमा केही समस्या गरेको जस्तो चाहिँ भयो, जीवनजल र हिउँको पानी। र यसरी अझै अगाडि बढ्ने क्रममा झन् हिउँ बढेको अवस्था छ। यस अवस्थामा हिउँमा दबिएका कसैका खुट्टाका डोबहरू र स्टिकका पोलका प्वालहरूलाई याद गर्दै हामी पछ्याउँदै हामी अगाडि बढ्दै गयौँ। 2 घन्टाको हिउँमा हामी हिँड्दै गयौँ। लगभग 2देखि 2.5 घन्टा हिउँमा हिँडिसकेपछि टाढैबाट हामीले कोरीको मुख्य होटेलहरू देख्ने छौँ र अब थोरै हिँडिसकेपछि हामीले कोरीको होटेलहरू देख्दै छौँ र यति धेरै हिँडिसकेपछि बल्ल हामीले 2 घन्टा 2.5 घन्टाको कठिन यात्रापछि हामीले देख्यौँ नमस्ते होटेल। यहाँ आइसबर्ग होटेल, न्यानो होटेल र अरू थुप्रै होटेलहरू भेट्दै गयौँ र बाटोमा हामीले चट्टान ढुङ्गाहरूलाई एकमाथि अर्कोमा राख्दै बनाइएको संरचनाहरू पनि देख्यौँ र यहाँका स्थानीय मान्छेले भनेअनुसार हरेक बिहान चाहिँ नि मजाले हामीले भ्यू हेर्न पाउँछौँ। यस्तो कुनै रेकर्ड छैन कि जुन दिन भ्यू हेर्न नपाएको होस्, पानी परेको या धुम्म परेको हिमालहरू देख्न नपाएको होस्। सधैँ जस्तो बिहान चाहिँ हेर्न पाइने रहेछ भनेर यहाँबाट जानकारी दिनुभयो। कोरी नमस्ते होटेल। होला कुकुरले आउनुभन्दा अगाडि नै जाउ जाउ भनिरहेछ। यिनीहरूले नेवारी भाषा बुझेर रहेछ, हुँ हुँ भन्छ। हुँको मतलब चाहिँ नि जाउ जाउ भने हो क्या। आउनु पाएको छैन जाउ भन्छ। कस्ता कुकुर रहेछ, नेवार जानेको, नेवारी भाषा जानेको रहेछ। ल हामी चाहिँ पुग्यौँ होइन। यता कोरी डाँडा नमस्ते गेस्ट हाउस छ, 10 मिनट लेखेको छ होइन। यता होटेल आइसबल कोरी होम्स अनि स्विम भनेर लेखेको छ, समिम न्यानो कोरी रे। यता कोरी नमस्ते होटेल लेखेको छ। ल आउनुहोस्। ल यहाँ धेरै गाडी छ है। हामी नमस्ते होटेलमा बस्यौँ र मलाई थोरै गर्मी लागिरहेको अवस्था थियो। मेरो गर्मी जिउ हो, गरमवाला जिउ। र एकछिन म एक्लै भिडियो खेलौँ र यसरी हिउँमा पल्टिसकेपछि मलाई एकाएक जाडो फिल भयो र म गएँ रुममा न्यानो हुन। र जुन झ्यालमा जुन रुममा बस्यौँ त्यहीँ पुरै हिउँ माथिसम्म देखिन्छ, झन्डै झन्डै झ्यालसम्म नै। र यो एकदमै बेसकन असिना पानी परेको अवस्थापछि म फेरि हिउँमा एक्लै गएँ। साथीहरू आगो तापिरहेको थियो र बाटोमा हामीले एकजना भाइलाई पनि भेट्यौँ जुन एक्लै ट्रेकिङ गरिरहेको अवस्था थियो र हामी तिनैजना एउटै रुममा बस्यौँ र यो बेसकन असिना पानी परिसकेपछिको हुरी बतासको अवस्था। पारिपट्टि कुनै किसिमको हलचल थिएन, हिउँ परेको थिएन, तर वारी एकदमै हिउँ परेको अवस्था थियो। कोरीमा होटेल र लजिङ र फुडिङको 2000 रुपियाँ रहेको छ, 2100 रुपियाँ हो।
र यहाँ 2100 भन्दा 100 रुपियाँ घटाएको हो होइन त्यो चाहिँ याद भएन। 100 रुपियाँ चाहिँ नि कापुचेमा पनि घटायो। गोमा होटेलमा 100 रुपियाँ घटाएन, 1600 नै लियो। र यहाँ 2000 रुपियाँ लिएको हो कि 2100 लिएको यो चाहिँ थाहा भएन। तपाईँले देखिरहनु भएको यो माछापुच्छ्रे हो। त्यसपछि यो अन्नपूर्ण रेन्ज हो र अन्नपूर्ण रेन्जपछि यो लमजुङ हिमालको रेन्ज हो र त्यो पछाडिपट्टिको हिमालको नाम चाहिँ हामीलाई थाहा भएन। र हामी बसेको ठाउँबाट थोरै 5-10 मिनटको उकालोपछि हामी मुख्य मेन ठाउँमा पुग्छौँ जुन उचाइमा रहेको छ र यो उचाइबाट सबै ठाउँ सबै हिमालहरू देखिने गर्दछ। हामी नमस्ते होटेलबाट माथिल्लो डाँडामा छौँ। यहाँ पुरै हिउँनै ढाकेको अवस्था छ र यसरी भिडियो खिच्ने क्रममा मैले स्ट्यान्डमा राखेर भिडियो खिच्दै थिएँ, मोबाइलबाट खिच्दै थिएँ बिहानको अवसरमा। बिहानीको समय हो यो र त्यति नै खेर मेरो मोबाइल हावाले उडाएर लडाइदियो। लडाइसकेपछि त्यो मोबाइल त त्यहीँ छ होला भन्तानेको एउटा साथीले देखिहाल्यो कि त्यो लुड्केर चिप्लेटी खेल्दै चिप्लोमा हिउँबाट तल्लोसम्म खस्यो। म हेरेको हेरै भएँ र एकछिनपछि आफू पनि चिप्लेटी खेलेर त्यो मोबाइल लिन गएँ। तर गुड लक मलाई मेरो मोबाइलमा कुनै किसिमको स्क्रैचेसहरू टुट्ने फुट्ने चाहिँ नि भएन। यो जुन तल ढुङ्गाहरू देखिरहनु भएको छ सानो सानो त्यहाँसम्म नै मेरो मोबाइल खसेको थियो। एकछिनमा म मोबाइल लिन गएको भिडियो पनि देखाउने नै छु। अति नै सुन्दर दृश्य देखिरहेको अवस्था छ। यहाँ विभिन्न 6-7वटा हिमालहरू देखिन्छ। सबभन्दा फर्स्टको हिमाल माछापुच्छ्रे, त्यसपछि अन्नपूर्ण रेन्ज, त्यसपछि यो लमजुङ लामताङ हो कि लमजुङ हो, मलाई सरी थाहा भएन है। लमजुङ हिमालको रेन्ज हुनुपर्छ यो सबै। मैले अलिकति पनि एडिट नगरिकन एकैचोटि मैले यो भिडियो बनाइरहेको अवस्था भएर पनि हो। र 3700 मिटरको उचाइमा हामीलाई कुनै किसिमको हाई अल्टिट्युडको समस्या भएन। र यहाँ पर्यटकहरूलाई यसरी यसलाई प्लेन त भनिँदैन के भनिन्छ है, हेलिकप्टर र प्लेन पनि हामीले यसरी देखेको थियौँ। र मैले यो मोबाइल लिन गइरहेको अवस्था हो। अति नै तलसम्म पुगेको थियो। एकछिनको लागि मलाई त्यो मोबाइल भेटाउन पनि गाह्रो भयो। सेटोमा कालो राम्रोसित देखिने भएकोले मैले ठ्याक्कै थमिहालेँ यहाँनिर यो मेरो मोबाइल हुनुपर्छ भनेर मैले मोबाइल भेटाइहालेँ। र फेरि म एक्लै अलिकति थोरै उकालो चढेर हिउँमा खेलेको भिडियो खिच्न लगाएँ। तर अफसोस भिडियो राम्रो आएको थिएन। भिडियो खिच्न नजानेपछि राम्रो मोबाइल होइन, जस्तै डिजिटल मोबाइल वा आइफोन नभएपछि त्यति राम्रो खिचिएको अवस्था रहेन। र यसरी मैले फेरि एउटा भिडियो बनाएँ। र बिहानीको नास्ता चटामरी र अन्डा खाएर चियासँग बिस्कुटसँग हामीलाई लजिङ र फुडिङमा बेलुकाको खाना र बिहानको नास्ता गराइँदो रहेछ प्याकेजमा। र बिहानीको न्यानो घमाइलो हावा र घाममा नमस्ते गेस्ट हाउसलाई हामी बाई बाई गरेर अगाडि उकालो ओह्रालोतिर लाग्यौँ। मेरो छोरी मेरो बुढीको नाम हिउँमा लेख्यौँ र अगाडि हाम्रो जसलाई हामीले बिच बाटोमा भेटेको एउटा भाइ हामीलाई छोडेर गइरहेको अवस्था हो। उहाँ चाहिँ नि तासाबाट सिक्लेसतिर फर्किँदै गरेको अवस्था थियो। र ओह्रालोमा भेटेका 3जना केटाहरू र मेरो पुरानो साथीहरूलाई कुर्दै बसिरहेको अवस्था। मजाले रुखमा सुत्दै बसिरहेको। अब हामी यहाँबाट 7 घन्टा अझै हिँड्नुपर्छ अनि कापुचे पुगिन्छ। 7 घन्टा भनेपछि कोरीबाट कापुचे 8 घन्टाको बाटो छ है। एकदम भयङ्कर छ। खुट्टा कति अब 6-7 इन्च डुब्नेवाला यो। 6-7 इन्च डुब्छ यहाँ। साथीहरू कुर्दै बसेको खोइ आएकै छैन।
यहाँ हुगु पुग्न नै 5 घन्टा लाग्ने रहेछ। हामी 1.5 घन्टाको ओह्रालो चढिसकेपछि 5 घन्टा हामी ओह्रालो हामी हुगु पुग्नेछौँ। हुगुबाट हामी 2 घन्टा उकालो चढेर कापुचे पुग्ने अवस्थामा छौँ, क्रममा छौँ। र यसरी 2 घन्टा जति हामी ओह्रालो पनि हिउँमा टेकेर हामी हिउँ सकिन लागेको अवस्थामा छौँ, लगभग सकिएको अवस्था पनि हो। र हिउँ सकिसकेपछि हामीलाई बाटोमा लालीगुराँसले स्वागत गरेको अवस्था हो। यो लालीगुराँसले स्वागत गरेको अवस्था भनेको कोरीबाट झन्डै 2 घन्टा हिँडिसकेपछि हुगु जाने बाटोमा ओह्रालो। उकालोमा मलाई मेरो साथीले छोडेर गएको अवस्थालाई वर्णन गर्दैछु। अब यत्रो बाटो मलाई छोडेर हिँड्ने भनेपछि होइन, उसलाई पनि अब मानौँ हिँड्न सकेन अरे, ऊ हिँड्न सकेन भने यसरी छोडेर जानु अब कहाँसम्मको नराम्रो होला त। ल मैले छोडेर जानुहुन्छ त, तपाईँ छोडेर जानुहुन्छ त। एउटा भन्छ नि, घाँस छोड्नु तर साथ नछोड्नु रे के। अब ऊ छिटो हिँड्न सक्छ भनेर मलाई यसरी छोडेर हिँडेको छ के। ल 2 मिनट भइसक्यो, तपाईँले केही सुन्नु भएको छ? ल 2 घन्टा भइसक्यो। अब यो बाटो 7 देखि 8 घन्टाको बाटो छ क्या। 7 देखि 8 घन्टाको बाटोमा म अब 5 घन्टा अझै एक्लै हिँड्नुपर्ने हुन्छ क्या। अब उनीहरू कुर्यो भने 1-1 घन्टा त मलाई कुर्दैन, खाससँगै हिँडेपछि त कुर्नुपर्ने हो नि त। अब यहाँ अगाडि 5 जना गएको छ, 5 जना मध्येमा काठमाडौँबाट आउने पुरानो चिनेको मान्छे भनेको 1 जना हो क्या। अब कापुचे जाने बेलामा अर्को 3 जना भेट्यो। अब त्यो 3 जनासँग भएपछि साथी पनि भयो भन्ने भयो। तर त्यसले त मलाई छोडेर गयो। अब मैले त एउटै मात्रै कुरा भनेको थिएँ, मेरो 2 घन्टा ढिला हुन्छ, तपाईँहरूको 2 घन्टा लस हुन्छ, तपाईँहरू मलाई कुर्यो भने 2 घन्टा लस हुन्छ भनेको थिएँ। अब त्यो साथीलाई त मैले सिधा भनेको त थिएन, उनीहरूलाई भनेको थिएँ। अब त्यो साथीले त बुझ्नुपर्ने कि अब 2 घन्टा लस हुन्छ भने म त्यही लसकै हिसाबले हिँड्नु पऱ्यो भनेर सोच्नुपर्ने होइन र। सँगै हिँडेपछि 2 घन्टा लस भएर कुनै ठुलो कुरा हुने पनि होइन, जहाँ पुग्नु पनि हामी पुगिन्छ नै। ल अब पिटाइ खान सिकाउँदैन, हेरौँ पिटाइ खाएको भिडियो पनि म बनाउँछु। अनि अघि भिडियो बनाएको 45 मिनटपछि अझै पनि म एक्लै छु। यहाँ यस्तो ठाउँ आइपुग्यो, यहाँ हुगु जाने बाटो भनेर लेखिरहेको छ। ठुलो पाइपलाइन रहेछ, एकदमै लामो। यस्तो छ, सँगै आएपछि कसैले कुरेनन्। त्यो मलाई छोडेर जाने केटाहरू सालाहरू बाटो फनी घुमाएर छ, रोड घुमाएको छ। रोडको मुनि सर्टकट बाटो थियो, त्यो नहिँडेकोले उनीहरूलाई मैले भेटिसकेको छु। अनि हाई हालो गरेर म फेरि हिँडेँ। म एकछिन पनि चुप लाएर बसेन, म फेरि हिँड्दैछु। अब उनीहरू पछाडि आइरह्यो होला, फेरि मलाई ओभरटेक गरेर मलाई छोडेर जान्छन्। म त हिँड्न नसक्ने हो, बिस्तारै हिँडिन्छ। तर उनीहरू हिँड्न सक्नेहरू त मलाई छोडेर जानु हुँदैन नि। केही परेको भयो, केही भएको भयो, के गर्नु। ल ठिकै छ, उनीहरूलाई चाहिँ भेट्न चाहिँ भेटेँ। रिस त मरेको छैन सालेलाई। त्यो भेटेको साथीलाई पनि मैले चुइको पनि बोलेन त्यो गधालाई। र फेरि यहाँ के भयो भने हुगु पुग्नलाई यो 2टा पुल तर्नुपर्ने रहेछ। र हामीसँग कोरीमा 3 जना केटाहरू पनि थियो। उनीहरू केटाहरूसँग ऊ अगाडि बढेको थियो नि त। तर त्यो 3 जना केटाहरूलाई चाहिँ पनि छोडेर खुट्टा दुख्यो भनेर ऊ घरतिरै लागेछ, मतलब सिक्टेसतिरै लागेछ। बाटो ट्र्याक्टरमा चढेर घर गएको रहेछ। तर मलाई केही पनि सन्देश नभनिकनै गएको रहेछ। ल त्यस्तो पनि हुने रहेछ। र हामी हुगुको 2टा पुग्नुभन्दा अगाडिको 2टा पुल तरिसकेपछि त्यो पुलकै सँगै बाटोबाट हामी उकालो चढ्ने क्रममा, कापुचे पुग्ने क्रममा अब 2 घन्टाको उकालो चढिसकेपछि हामी साइला कटेज पुग्दैछौँ। हाम्रो गन्तव्य त्यहीँ हो। र साइला कटेजबाट 10 मिनटपछि हामी कापुचे ग्लेसियर, कापुचे लेकमै पुग्नेछौँ। यहाँ 5 मिनटको बाटो छ भनेर लेखिएको छ। र यहाँ पनि हामीले यो साइला होटेल पनि पुग्यौँ। कोरीको नमस्ते होटेलको मान्छेले हामीलाई सिधा भनेको थियो कि कापुचेमा होटेल नै छैन रे भन्यो। कापुचेमा होटेल नै छैन यार। तर यहाँ 5 देखि 6वटासम्म होटेल छ। तर चलिरहेको खुल्ला होटेल चाहिँ नि साइला होटेल मात्रै रहेको छ। किन त्यस्तो भन्यो होला, त्यसै झुटो बोल्नु त नहुने हो। उहाँले त भन्नुभयो कि कापुचेमा कुनै होटेल छैन, त्यहाँबाट फेरि 2 घन्टा ओह्रालो गएर हामी हुगुमै पुग्नुपर्छ भनेर भन्यो।
जबकि यहाँ होटेल चाहिँ नि रहेको छ। अफ सिजन भएकोले अरू होटेलहरू चाहिँ नि बन्द छ, तर एउटै मात्र होटेल खुल्ला छ जुन साइला होटेल हो। साइला होटेलको ओनरले चाहिँ नि कोरीको ओनरसँग अलिकति खटपट परेकोले यसरी झुटो बोलिदिएको हो भनेर उहाँले भन्नुभयो। उनीहरूको पनि आफ्नो होइन मनमुटाव रहेको छ र यहाँ बन्द रहेको होटेलहरू हेर्दै 10 मिनटमा हामी कापुचे ग्लेसियर पुग्छौँ। माथि एक सिक्लेस कास्की भनेर लेखिएको छ। र कापुचेको बारेमा भन्ने हो भने कापुचेको अर्थ चाहिँ नि के रहेको छ भने काको अर्थ हिउँ वा बरफ, पुको अर्थ झर्नु या थुप्रनु, चेको अर्थ मैदान वा समथर ठाउँ। यो तिनवटा मिलेर कापुचे बनेको रहेछ। यो गुरुङ भाषामा कापुचे भनिने रहेछ। हिउँ झरेर बनेको समथर ठाउँ वा लेकलाई चाहिँ नि कापुचे भनिँदो रहेछ। म एक्लै रमाइरहेको अवस्था थियो र यहाँ एकछिन बेलुकातिर हामी आगो बालेर आफ्नो जिउलाई सेक्यौँ, न्यानो बनायौँ र भोलिपल्ट बिहानै कोरीदेखि सँगै आएका केही अगाडि गएका 3 जना केटाहरूसँग हामी झन्डै मेरो लागि 2 घन्टाको ओह्रालोपछि हामी हुगु पुग्यौँ र यी 3 जना केटाहरूकै लयमा म ट्र्याक्टरमा सिक्लेससम्मको यात्रा, कठिन कष्टकर यात्रा गऱ्यौँ। तपाईँले भिडियोमा हेर्न सक्नुहुनेछ। र उहाँहरूले पनि भनिरहेको थियो मलाई यसरी छोडेर गयो कस्तो साथी भनेर। र हुगुको जुन पुल छ तेस्रो पुल हामी कोरीबाट आउँदाखेरि 3टा पुल आएपछि तेस्रो पुलको वारी र पारी हुगुको होटेलहरू रहेको छ, वारी पनि पारी पनि। अब म पारीको हुगुको होटेलमा पनि पुगेँ। यहाँ पनि सुनसान रहेको छ। सायद कोही त यहाँ बसेको थियो होला, तर बिहानी पख चाहिँ नि मैले कोही गेस्टहरू चाहिँ मैले यहाँ भेटेन। र यसरी म 2000 तिरेर सिक्लेसम्मको 3 घन्टाको एकदमै कठिन यात्रामा छु। जति हिँड्यो त्यति जुन कस्तो थियो त्योभन्दा कष्टकर त ट्र्याक्टरमा जानु रहेको छ। खोलै खोला हामी तरेर ट्र्याक्टरको कठिन यात्रा गऱ्यौँ। लिएर गयो भने 7-8 घन्टा लाग्ने बाटो थियो, तर एक्लै भएको कारणले मैले त्यो रिस्क लिएन, त्यो तनाव मैले लिएन। म एक्लै नै थिएँ। अरू केटाहरू पनि कापुचेमा थुप्रै नै थिए, तर उहाँहरू मभन्दा पनि अझै नै स्लो भएको, उनीहरूलाई हिँड्न हतार नभएको कारणले म हिँडेँ। र यो जुन ठाउँमा यो रोकिएको अवस्था छ, यहाँ ढुङ्गा गिट्टी बनाउने क्रसर उद्योग पनि रहेको छ। र यहाँ जुन मान्छेहरू देख्नुभयो त्यहाँ तातो पानी आउने रहेछ। यो जुन धारा देखिरहनु भएको छ यहाँ तातो पानी आउने ठाउँ रहेछ। र मसँग आएका 3 जना केटाहरूले नुहाए, तर म चाहिँ नुहाएन, नुहाउने इच्छा रहेन। र तातो पानी यहाँ पनि रहेको छ भन्ने जानकारी भयो। र 3 घन्टाको कष्टकर यात्रापछि म सिक्लेस पुगेँ। सिक्लेसमा 12 बजेदेखि 3 बजेसम्मको 3 घन्टाको यात्रापछि म काउ खोला नै पुगेँ। काउ खोलामा मैले 80 रुपियाँ तिरेर 3 किलोमिटर पठाउ गरेँ। त्यसपछि म 3 बजेतिर, 3:30 बजेतिर हाइसमा चढेर 11 बजे राति घर पुगेँ। यो घर पुगेको अवस्था र सबैभन्दा खुसी मेरो बुढी हुनुहुन्थ्यो। हस्त, धन्यवाद।